हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी फुपूको छोरीको गुफा पार्टीमा जाँदैछौँ। अहिले चाहिँ हामी ब्याङ्क्वेट एरियामा पुग्यौँ। त्यहाँको डेकोरेसन देखेर चाहिँ मेरो सासू मम्मी र म चाहिँ पोज दिन थालिहाल्यौँ के। उहाँ हुनुहुन्छ मेरो सासू मम्मी, मेरो बजै। अहिले चाहिँ हामी सबैजना हाम्रो ब्युटिफुल सिस्टरको वेटिङ गर्दैछौँ। ऊ पनि ठ्याक्कै आइपुग्यो अनि उसको इन्ट्री हुँदैछ अहिले चाहिँ। सानीको नाम चाहिँ सानवी र ठुलोको नाम चाहिँ मानवी हो। उनीहरूको एज चाहिँ फेरि सेम छ के, 9 इयर्स, तर कति डिफ्रेन्ट छ के दुईजनामा। मेरो हस्बेन्डले चाहिँ भिडियो लिँदै हुनुहुँदो रहेछ, त्यही भएर मैले पनि पोज दिइहालेँ अनि हामी दुईजनाको पनि लिएँ। अनि यता चाहिँ टिकाटालोहरूको लाउने, आशीर्वाद दिने, गिफ्टहरू दिने सुरु गर्दै थियो। अनि उता चाहिँ म गएर 3-4वटा फोटोहरू खिच्यौँ अनि भिडियो पनि बनायौँ। टिकाटालोको प्रोग्राम सकाएर चाहिँ हामी नास्ता खानातिर लाग्यौँ। यहाँ चाहिँ सबैजना रमाइलो गर्दै हुनुहुन्छ है। यो चाहिँ पुरै हाम्रो फ्यामिलीहरू भयौँ हामी सबैजना, मेरो पापा मम्मी, काका काकीहरू, बजैहरू। अनि हाम्रो चाहिँ सेकेन्ड प्रोग्राम पनि सुरु हुन गइरहेको थियो। सबैजना भित्रै हुनुहुन्थ्यो कि, अनि त्यही भएर मैले थोरै एङ्करिङ पनि गरिदिएँ जस्तो गरिदिएँ कि। सेकेन्ड प्रोग्राम चाहिँ हाम्रो नानीको चाहिँ फोटोसुट भिडियोहरूको लागि थियो कि, यस्तो राम्रो देखेको थियो, बाफ्रे। नानीको इन्ट्री पछि चाहिँ फेरि मैले पनि गएर फोटोहरू लिएँ, भिडियो पनि बनाएँ। अनि ती सकाएर हामी नानीहरूसँग पनि फोटो लिन गयौँ। अनि त्यसपछि चाहिँ हाम्रो डान्स प्रोग्रामहरू स्टार्ट भयो। सबैजना एकदम इन्जोय गर्दै हुनुहुन्थ्यो, डान्सहरू गर्दै हुनुहुन्थ्यो। ल अब हाम्रो आजको रातको मेन पर्फर्मेन्स स्टार्ट हुँदैछ है। हाम्रो मानवी र सानवीको डान्स हुँदैछ। सबैजना डान्स प्रोग्राम सकेपछि चाहिँ हामी थर्ड प्रोग्रामतिर लाग्यौँ, केक कटिङतिर। केक कटिङको प्रोग्राम सकेपछि चाहिँ हामी सबैजना मिलेर फोटोहरू लियौँ, पुरा फ्यामिलीको भिडियोहरू बनायौँ, एकछिन गफहरू गऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि सबैजनाको आशीर्वाद लिँदै हामी घरतर्फ लाग्यौँ। हजुरलाई मेरो भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला, लाइक सेयर गर्दै सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई, थ्याङ्क्स फर वाचिङ।